Wasmola asan gan yan biya dongla. Wasmola asan yan gan ya dongga aji thoya. Jajo nyaka usmoya asan thara. Deke napa asan gan ye chale thoya tho panch buddha tana je asan gan thata asan gan yan biya ta anor yan chana. Ate to sikhamu baya meme pi thaba bin tana thata asan gan yan biya ta je ina pian chana. Ate to thoya अतिथि भी जे माननीय शैलेन्द्र भद्राचार्य जी हो अते तो विराज भक्त श्रेष्ठ जी हो अते अजय क्रांति सक्के जी हो अंजन सक्के जी हो अते तो राजेश सक्के जी हो अते तो जेठ वड़ा थी जे मत राजा मर्दन जी पिंतना थाथा थासे आसन करन याना दीते जी याना विजय जी इना पिंतना अते तो कानबम जे कार्यवाहक प्रमुख सुनीता दंगोल जी थाना चंगा मदाने वका चल के वका ना आसन करने कीजिए अते तो जेठो सिखंड तरमूल महाविहार या संरक्षण समिति या सलाहकार पिंतना आसन करने याना विजय जी इना पिंतना अते तो बद विद्वान प्राध्यापक डॉक्टर नरेशमान भद्राचार्य जी अतना ठाव ठासा आसन करने यान विजय जी इना पिंतना अते तो गुरमा पी पिछु संपी सकेसिता ना आसन करने याना विजय इना पिंतना अते तो छलपुल पी चिक पी सकसे अतिथि पिंता जे ठाव ठासा आसन करन या ता इना पिंतना आ जे बोध जाजोया निगु नपांग जाजो कथा चिसा सील ग्रहण या ता जे राजगुरु जो मनुष्य रत्न भद्राचार्य जी हते जी थाना बना चुना नमो बुद्धाय दखले नापा जी सकले जी दाथे तै बिजो तै दिसा नमो बुद्धाय नमो धर्माय नमो संघाय तीर्थन शरण गमन भने अहम इत्थम नामा यावत् जीवम बुद्धं शरणं गच्छामि अहम इत्थम नामा यावत् जीवम धर्मं शरणं गच्छामि अहम इत्थम नामा यावत् जीवम संघं शरणं गच्छामि आचिसा पंचशील नगरण्य अहम इत्थम नामा यावत् जीवम प्राणातिपातात् प्रतिवीरमामि अहम इत्थम नामा यावत् जीवम अदत्तादानात् प्रतिवीरमामि अहम इत्थम नामा यावत् जीवम काममिथ्याचारात् प्रतिवीरमामि अहम इत्थम नामा यावत् जीवम मृषावादात् प्रतिवीरमामि अहम इत्थम नामा यावत् जीवम सुरामेरय मध्य प्रमादिस्थानात् प्रतिवीरमामि एक स्वादु श्री राजगुरु मनुष्य रत्न भद्राचार्य आज सृष्टि वाचन लगे उसको मनुष्य रत्न भद्राचार्य अथे शांत श्री भद्राचार्य रत्नांश विद्या अनुरोध अथे तो ठै था छपंची आनंद मुनि भद्राचार्य जी सक्षा स्वस्ति वाचन है स्वस्ति कुरुतां बुद्धा स्वस्ति देवा सहस्रका
स्वस्ति सर्वाणि भूतानि सर्वकालं दिशन्तव बुद्धपुण्यानुभावेन देवतानां मतेन च यो समविप्रेत सर्वयोजे समर्पिताम् स्वस्ति वो द्विपदे वन्तु स्वस्ति वस्तु चतुष्पदे स्वस्ति वो वदतां मार्गे स्वस्ति प्रत्यागतेषु च स्वस्ति रात्रौ स्वस्ति दिवा स्वस्ति मध्ये दिने स्थिते सर्वत्र स्वस्ति वो वन्तु मा चैषां पापमागमत् सर्वे सत्त्वा सर्वे प्राणा सर्वे भूता केवला सर्वे वै सुखिनः सन्तु सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् पापमागमत् यानि भूतानि समागतानि धीतानि भूमां वर्तमान्तरिक्षे कुर्वन्तु मैत्री सततं प्रजासु दिवाचरात्रो चरन्तु धर्मं सुभाषितम् यको सुबाडु आछि ठाउँया ज्याजो न्याकचे ज्याजो न्यो छि सक्सिना मसिउमा छिटो ये महानगरपालिकाया ठाउँ पनि कार्यभार मेर्जिया दिमा मेर्जु सुनिता दंगोल या लस्कुसिया से वेकोइता थाना आसन करयाना दिदे इना व्यञ्जना आ जीव तो लस्कुस नचो व्यतीत शिखण्ड तरमूल महाविहार सञ्चालन समितिया सचिव भाजु संघरत्न साक्के जुयात जी थाना मञ्चे बनचना संघरत्न साक्के गना बिया थाना बिजाउ नमो बुद्धाय नमो धर्माय नमो संघाय शेखन तरमुल महाविहार का ठापा तथा यस समारोह समिति का सभापति सरडे ठापा दिलरत्न साकेज्यू सरडे भिक्षुगण बजाचार्य गुरुवर्ग अनागारिका गुरुमाहरू आजका प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलज्यू विभिन्न वडाबाट पाल्नुभएका वडा अध्यक्षज्यूहरू सदस्यज्यूहरू तथा विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका समस्त आदरणीय महानुभावहरूमा हार्दिक स्वागत अभिवादन। शाक्यमुनि सिद्धार्थ गौतमको जीवनीमा महत्त्वपूर्ण सहयोग परेका दिन वैशाख पूर्णिमालाई विश्वमा समस्त बौद्ध धर्मावलम्बीहरूले बुद्ध जयन्तीको रूपमा मनाउँदै आइरहेको सर्वविदित छ। यसरी नै बुद्धको जीवनमा महत्त्वपूर्ण सहयोग परेका दिनहरूमध्ये माघ शुक्ल पूर्णिमा अर्थात् शिल्लापुनी पनि हो। यस पूर्णिमाको दिन राजगृहको बेलबनाराम विहारमा 1250 जना भन्दा बढी सिनाश्रव अरहत भिक्षुहरूको सहभागितामा चतुरङ्ग शनिपाठ महोत्सव सम्पन्न भएको दिन हो। त्यस्तै आजकै दिन भगवान बुद्धद्वारा आफ्ना प्रमुख शिष्यद्वय सारिपुत्र तथा महामौढगान महास्थविर पन्थीहरूलाई अग्रशावक तथा महाश्रावकको उपाधि प्रदान गर्नुभएको थियो। यसरी नै यही पूर्णिमाको दिन मारको आग्रहलाई स्वीकार गर्दै भगवान बुद्धले अबको 3 महिनापछि अर्थात् वैशाख पूर्णिमाको दिन आफूले आयु संस्कार परित्याग गर्ने अर्थात् महापरिनिर्वाण हुने घोषणा गरेको कारण आजको दिनलाई समस्त बौद्ध जगतले आयु संस्कार परित्याग दिवसको रूपमा मनाउँदै आएको छ।
प्राय मानिसहरू आफ्नो दैनिक कार्यमा अलमल भई आज यो गर्छु भोलि त्यो गर्छु भन्दै काल्पनिक संसारमा रुमलिँदै जीवनको महत्त्वपूर्ण पलहरू बितिरहेको चाल नपाएकाहरूलाई सजग पार्ने दिन पनि हो आजको दिन। बुद्ध धर्मको अनित्य दुःख अनात्म सन्देशले प्रेम घृणा षड्यन्त्र गुटबन्दी तिम्रो मेरो भन्ने सङ्कीर्णबाट मुक्त हुन चित्तमा संवेग उत्पन्न गरी यस दिनले प्रेरणा दिइरहेको छ। जसरी भगवान बुद्धले आफ्नो अमूल्य मानव जीवनको सदुपयोग गर्दै दुष्कर्चर्या गर्दै सम्बोधि लाभ प्राप्त गरी मृत्यु पर्यन्त विभिन्न स्थानमा विचरण गर्नुभई समस्त प्राणीको हित सुख हुने मार्गको प्रचार गर्नुभयो। त्यसरी नै दुर्लभ मानव जीवन सफल एवं सार्थक बनाउन आजको पावन दिनबाट हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दै आयु संस्कार परित्याग दिवसको उपलक्ष्यमा यस शिखन तरुण महाविहार सिकाउनुबाट आयोजित यस समारोहलाई भव्य बनाउन पाल्नुभएका समस्त मानवहरूलाई पुनः शिखन तरुण महाविहारको तर्फबाट स्वागत गर्दछु। भवतु सर्वमङ्गलम्। धेरै धेरै धन्यवाद सचिव महोदय। अब हाम्रो कार्यक्रम अर्थात् झी ज्याजो कथा ठाउँया विशेष अतिथि वो ये महानगरपालिका कार्यवाहक प्रमुख मेजू सुइंटर जंगल बाके ठाउँया तो ज्याजो या महत्व अले महानगरपालिका तो थे ज्याजो भगवान शरण नसक ठाउँ तस्को ही महत्वपूर्ण दिन विशेष याना झिस भगवान बुद्ध लुमङ्की साथ कि लुमङ्की दिन ढा साथ कि वैशाख पूर्णिमा भका लुमङ्की रूपमा भगवान बुद्धको लुमङ्की भगवान बुद्ध नसेना बिजागु दक्को खत झिस जीव जीवने गेना न यही अथयाना थिथि राली त न यही तर वो गुली महत्वपूर्ण उतिकहे महत्वपूर्ण दिन थौ न ख धगा झिस विशेष ज्याज यान गुजुल थौ 25 वर्ष न्याय वेकन चाहिँ माघ पूर्णिमा यो दिन आयु संस्कार परित्याग दिवस धगाची सगेना मानियाञ्चन दु थौ वो दिन धाउ चाहिँ भगवान बुद्ध न आजी वैशाख पुनि यो दिन थ मिसा चाहिँ महापरिनिर्वाण प्राप्त यागु जुल धगा घोषणा यागु दिन अथवा धाउ खसा चिस जिमो जेनेरेसन थुइपति भा धाइबले चाहिँ फोरकास्ट यागु दिन धगाना झिस लुमङ्की फै थमिसा महापरिनिर्वाण गब्ले का धका फोरकास्ट याना दिगु दियो रूपन महत्वपूर्ण दिन खथौँ यो दिन अलि थो दि यो कुस्या बुद्ध धर्म मानिया सान थो दिन थुली महत्वपूर्ण धगा गुलिस्या चाहिँ सिनम मस्यु थौ र्याली हुनु गलेन लेनले नाप्ला पिन्छ ए थयो दिन न दुला जिमसला सिएम मस्यु भाइ शिव जुसले जिबिन र्याली वेल ख धगा न गुलिस्या धाइदिल उके अर्थ चाहिँ थौ यो दिन थो महत्वपूर्ण दिन यो कुस्या मस्यु तर वो मस्यु ख चाहिँ सिक्यु लागि गेना ज्याज जुया चंगुदु धाइबले चाहिँ सिखमु बा युपति विशेष लिडरशिप चाहिँ थो र्याली याना चाहिँ न्यावना चोन्नको जुल थो र्याली नाप गेना न्यावना चोनो वो धागु चाहिँ थो महत्वपूर्ण दिन ख नि दगा मस्यु पिन्त सेन्युपति ज्यान जुया चंगुदु उके चाहिँ बुद्ध शिक्षा बिगु झोले महत्वपूर्ण ज्याजो रूपना काइ चनौदु वे जुगो कारण न ये महानगरपालिकाले निरन्तर रूप सुरु या निषेध थौ तक थो तेस्रो वर्ष थिएम लगा तेस्रो वर्ष जुल पहिलो वर्ष निषेधकाया थौ तक निरन्तर रूपमा ये महानगरपालिका न वडा महानगरपालिका चाहिँ निरन्तर रूपमा चाहिँ थो ज्याजो चाहिँ या मागु ज्याजो खनि धगा चाहिँ ग्वाली न याञ्चनको दुल ग्वाली छेन सहकारी याञ्चनको जुल अलि थो ज्याजो थेन न्याकिदया तस्कहे लेता न वो पहिलो वर्ष से दोस्रो वर्ष से तेस्रो वर्ष से निरन्तर रूप सहभागिता न यो खोज्या चंगुदु अले कम्युनिटी न समुदाय न एथो महत्वपूर्ण दिन खनि नि धगा न थुइका चंगुदु थु ज्याजो यो अर्थै वे ख
वो कारण याना थो ज्याजो थौन तस कहे बालक सम्पन्न जुल गोतिकाइदी बिन्छिक बि सक्कसित यको सुभाना देशाना चना अथेना थयु सहकारी आवैपति दिनेन निरन्तर रूपमा ध्यावनी हुन छिपिन्द बचा बियाचना थुली धासे हाक्न सक थौ महत्त्वपूर्ण दिन आयु संस्कार परित्याग दिवस थो दि चाहिँ यको से थुइमा अहिले दिन जग थुइका मजिल वो नापच बुद्ध शिक्षा हुन छु दक्को 100% या मफुसा 10% 20% 50% गुली आफू झिस चाहिँ अनुसरण याफेमा अहिले सुत दुःख बि मुआलीमा दक्कुसित फुसा ग्वाली याफेमा धाइपति भावना चाहिँ न्याप्ले मने देमा झिदक्को सम्मान ख धाइपति भावना न्याप्ले मने देमा बुद्ध भगवान धाइपति सुयुन हिंसा या मथे धाइपति हिंसा धागु चाहिँ मनुइ त दाया स्याया जक जुइ मको मुटुना जुइ अयो हिंसा न गब्ले या मुआलीमा थुली धासे बिदाफना अस्वा एक सुहालु ठाउँ अति व्यस्त यी न छिर लागि बिया वेका कार्यवाहक मेयर मैं जो संहिता दंगोल जो सार्वजनिक महत्व जागो ठाउँ या विशेष नचो शिक्षा दिन छिटो ज्याजो नेकेको झोले झिसम ठाउँ या दिन या महत्व व गरिमाय विषयले कन विजाता ठाउँ चिक्चरौँ मन्तव्य विजाता जे शिखण्ड तरमूल महाविहार संरक्षण व सञ्चालन समिति या सल्लाहकार भाजु डाक्टर राजेन्द्रमान भद्राचार्य जी जी थन बनाचना नमो रत्नत्रयाय थौ विशेष दिन थदेरेगो आयु संस्कार परित्याग या दिन जब झिसा आयु संस्कार परित्याग नगाडिया धै दके नापा झिसा सिके मागु ठेके मागु गाडिया दैगो थागो शरीर कायर गाडिया धै वाक बोलीर गाडिया धै ले चित्त मन गाडिया धै थुकेटे झिसा गबले तक ची फैमखो बानागु तेनी लपी छेले फैमखो झिसा चनि छुनो चीज त्याग्या फैमखो एजो नीति तो आयु संस्कार परित्याग दिवस कया जी छु खत चनि हेबे दक्के नापा त्याग गाडियो भावना झिसा कायवाक चित्त शुद्ध या पद गाडिया दासा जगाद्री अन्थाल कहे झिसा चनि थम त्याग या फुगु अवस्था न बोलनी आयु संस्कार परित्याग गु चनि साकी मुनि बुद्धैट मार्पिन्छ आगात बुद्धत्व छर्पिन्छ जनि थगु देह त्यागन बिजाउँ गाडिया गुबटी अध्यक्षमा यात सुनाना छुचौँ पढे अथवा सुनाना यन्चौँ ज्याइट टोटी गाडिया ढाटला ठौकने तस्कन थाको टोटी मुखो तर बुद्धैट आयुए त्यागिया गुमेशा जनी थाउ जीवनैट संस्कारित याना गुलीमाला उली लम्बे या फुगु आयुइट त्यागिया गाडिया ढासन सान्दर्भिक कथा तो अनित्य संसारैट ठुइका अले अनित्यैट मेपिन्तन ठुइके मादेउ कथा जनी शाक्य मुनि बुद्ध आयु संस्कार परित्याग या घोषणा याना बिजागो दिन गाडिया दैगो तो सिपुनी थौयाए दिख मार खोला बु अध्यक्षमा यता 16 बुद्ध चाहिँ थाउ आयुट आज त्यागी आटेना गाडिया घोषणा यान बिजात अले वहे कथा बैशाख पुनी गुदिले बुद्धत्व लाभ जुल जन्म जुल वहे दिने थाउ देहित त्यागेन बिजात तो तस्क महत्वपूर्ण को दिइट चिने कया चिसन्थो श्रीखण्ड तरमूल महाव्यार स्वर न्यान छे हन उइचुङो थो जैट योकुस्या जनि
बुद्ध आयु त्याग आविटला तो उत्सव मनाया मुझो ढाइपिन दो तर उत्सव मनाया जो मुझो गाडियो चिसों चनी माया मोह इट त्याग या फेमा गाडियो बटी ज्ञान बिउ निमित्त है तो तस्का है ट्रैफिक मागु दिन को था तो आयु संस्कार परित्याग दिवस का बुद्ध छा त्याग या फट गाडिया बोले बुद्ध ढा बोले साक्यमुनि बुद्ध चीथे मनुजिया जन्म जोमुखा मनुजिया जन्म जो सन तबे उसपोलिउ बडी नाबयु बडी खकाबले गु चनि तुसिटा भोबने श्वेत केतु बोडी सत्तो ज्या चंगु इलेन उसपोल थाउ ठा खलियाना अन मैत्री बोडी सत्वैत चनि विराजमान याका थाउ दक्को अधिकार टोटा तो मर्चे लोग पृथ्वीले चनि बियामख थन वेदुंकान थयावे कथा चाहिँ त्याग भावना डटर गाडिया डल्ला सजक न्याउने फैर गाडियो चाहिँ खैट अले मारियोपट्टि अध्ययना कथा चाहिँ ठुक्ट चाहिँ तो आयु संस्कार परित्याग यागो बडी घोषणा यान बिजाको ख एजोनिति चेसो त छाया मल गाडिया ढाबते कायवाक चित्त शुद्ध यागो लागि या मल छाया मल गाडियाले बुद्ध दे बुद्धत्व प्राप्ति निमित्त बोड यान बिजाट ठिका बिजाट सिगा बिजाट अले उसकोनो मेबिन्तन लबु केन्यु निमित्त ठो यान बिजाट थन्थालक न्यू सुमुख जे तया जे तिन ठो जु जन नचु जे टिकिटेना दके मध्य नापा आयु संस्कार परित्याग दिवस चिसो हन बखते बुद्ध वंश अनवया चनि चिसो ललित विस्तर सूत्र महानिर्वाण सूत्र ले चनि वनरगा दासा ठगयु विविध खत चिसो सिगे भई एजन्ती वो सोंगली ग्रंथैत कया वने बखते समष्टिगत रूपमा चिसो थाउ जीवन एउटा गबले नेप्न्यु लागि पाफै नेप्न्यु लागि चनि टोडबिट तयार भई अले छिठो भव संसारे दक्को जने शान्तमय वातावरण छनि फैर गाडी आडेको जने मु उद्देश्य है तो आयु संस्कार परित्याग यदा दिवस कथा हनेको श्रीखण्ड तरबोल महाविहार तो स्वर न्या निसे न्याको खा एजुनिटी छिसा चनि ठुक्सा चनि आ सन 2000 श्रीलंका यु चनि गोपडी प्रस्ताव कथा संयुक्त राष्ट्रसँग चार्टर 5 जना विश्वभरि बुद्ध जयन्ती मनाइएको संयुक्त राष्ट्रसँग न मनाइएको चनि घोषणा याद अत्यन्त आ नेपाली पाखे छिसा श्रीखण्ड तरमुल महाविहार तो संयुक्त राष्ट्र संघ वो विभिन्न अंतर्राष्ट्रीय संघ संस्थाले तो आयु परिष्कार दिवस गाडिया देगुना बुद्ध जयन्ती अथवा बुद्ध जीवनीले बुद्ध जन्मेजुगु ठहे तो तस्को महत्वपूर्ण अझ ध्यान भाषा जन्म वो बोडी चित्त लाभ याउ बोडी सत ज्ञान प्राप्त याउ छैन त्याग गाडियो खचनी तस्को महत्वपूर्ण जो उन्ती अंतर्राष्ट्रीय रूपमा ट्विटर चाहिँ आयु संस्कार परित्याग दिवस हने मालर गाडिया प्रस्ताव यंकित श्रीखण्ड तरबुल महाविहार नेपाल सरकारले सम्बन्धित निकाले तो पत्राचार्यना नेपाल मार्फत अंतर्राष्ट्रीय जगते ठिंकित चाहिँ जे चाहिँ आह्वान यन्त्रणा सक्षम सार्पित आह्वान यन्त्रणा ठुले या फटर गाडासा ठो ज्याजो चाहिँ औचित्य दै ठुले दासे जी जने थाउ नचु थनेन्टु विश्रामका भवन्तु सर्वमंगलम एक सुबादु हले वो हम डॉक्टर राजेन्द्र मान बजाचार्य जेदा उसको थौ चैठो आयु परित्याग विशेष बालक जीता टाटुक तन बिजाता आज हाना थथे सार गर्भी वो आयु परित्याग संस्कार एउटा अझ दुगंगा वाला झिगो जीवन गुप्ता छेले फै देव विषयले अझ चिक्सन जने नीति जे छन हाना समयमा पा लेमेने बज्रयान महाविहार या चक्रेश्वर बौद्ध विद्वान प्राध्यापक डाक्टर सोडे गुरु नरेशमान बज्राचार्य जी आता
थागो सार गर्बिक नुचु बिया बिजात जे थाना बनचना सर्वबुद्धं नमस्यामि धर्मं च जिनभासितं संघं च शीलसम्पन्नं रत्नत्रयं नमस्तुते दके नपा वस्पल नापयापि आयापि वलिपयापि सकल बुद्ध पिन्द वन्दनयना अठेन्टो वस्पल पिसंकन बिजागो धर्मयतन वन्दनयना नप शील सम्पन्नपि संघ गणपि गटके श्रावक संघ भिक्षु भिक्षुनी अनागारिका आदि अठेन्टो बोधिसत्व संघ श्रद्धेय साक्षी भिक्षु संघपि श्रद्धेय वज्राचार्य संघपि वस्पल पिन्तन जुगो वन्दनयना वन्दनदु अठेन्टो थन विराजमान जय बिजाम वस्पल कुमारी माजुयातन अभिवादन यन्चना नमस्कार यन्चना देखे नपाम छलपलपि गुमिस ठुगो ठाउँ दिन यात अनवयचन आयोजना यात वस्पोल पिख श्रीखण्ड तलमूल महाविहार या सर्वसंग पिन्त यक्को यक्को जिन साधुवाद व्याचना छलपोल पिस मेपिस वा मचागु मेपिस खाना मचंगु मेपिस ठुली महत्वपूर्ण यो दिन कठ कय मचंगु यात कया झन चाके ठेन चाका बिया बिजात उके दुने सु छम व्यक्ति विशेष न दे गुमिसान थयो सूत्रधार यात छौ भिजन बिला अले छौ मिशन देखल अले वित छौ गति बिल संभवतः उके नाका लल्लासा चे दिल रत्न साक्य दाई झ्याउने वैला अठेन्टो वस्पोले त ग्वालियापि छलपोलपि सकले अठे मान सम्मान या बापि जुया जी ठोख यथना चुना अनलिवे जिता दिल रत्न दाई न सापे मायना पटक पटक फोन याना निमन्त्रण पाउन छै बिजाट आन फोन न याना बिजाट अले वस्पोलियो गो माया याट जी स्वीकार यासे जे ठाउँ छलपोल पिनो झने दौई चुना छलपोल पिनो फासवे दया जी लेटा नो फंका चुना जिता वस्पोल छगुन्जुको ख यंगा बिमाली दै बिमाली तगागु जिता माया न मौका बिउ ख वय अनुसार जी छलपोल पिन्द थडाकी गो आयु संस्कार परित्याग दैगो छलपोल पिस सक्ष शिवे जुल साक्यमुनि भगवान बुद्ध थ थमेशान्टो ठगो आयु संस्कार आज जी त्यागेना आज माल आज महापरिनिर्वाण वनचो अनुपतिशय निर्वाण धातुई जी प्रवेशया जी लाभ्या गो चाहिँ धैबिजाउ ख ठोख ग्रन्थे गुण्ठालको दुठे दैव छिटो छौ झस देवगुसा बाँलै दुई ठोख भगवान बुद्ध धैटगो अले न्याना टगो अले उइट लिपावना चोइटगो वो ग्रन्थ ख महापरिनिर्वाण सूत्र तो महापरिनिर्वाण सूत्र देगो सूत्र पिटक त्रिपिटके सूत्र पिटक अंतर्गत लान्छुनचंगो ग्रन्थ दो अन्याउ ग्रन्थे तो महापरिनिर्वाण देव सूत्र दो ओके दुने ठौये दिने अथवा ठौये दिने आ लिपावना जी सोला लिपा ते महापरिनिर्वाण जी प्रवेश्या लाभ्या रगा कना ठोक बिजाउदो अठेन्टो वे छौजुको ग्रन्थ मखु मेमेउन ग्रन्थ दो नकिने नामको यो ग्रन्थ दियो पाली भ्यायो ग्रन्थ ख पाली भाषा अन्यौ ख दुसेन संस्कृत भाषा न छु ग्रन्थे दुले धेउ छिट न्यस वस सापे बेसुई गठे महापरिनिर्वाण सूत्रे दु अठे मखु तर वस्पलको आयु संस्कार परित्यागी आउली सुसन्देश दुलेर हल्लासा सो मृत्यु घोषणा थमेशान्टो ठगु मृत्यु यो घोषणा याउ अन्ठालको वो घोषणा दुन्न छुटु हल्लासा जित मृत्यु कावल आजी वञ्चल दैगु मखो मृत्यु जित कावल यमराजं कावल आजी वञ्चना नि ए वो अभिप्राय मखो वो मखो मृत्यु न जुए बसेदो मृत्युले जी चाहजु लास ठौ करे सकने जे मृत्यु बरन या फु या जू या से के मा तयो संदेश ठो आयु संस्कार परित्यागे दुने चने वो सुलाचुन चोंगु अगे थन्याउ गो घटना ख
मृत्यु ठाउगुल हाटे डु धैगु सिद्धान्त मेपिसँग स्वीकार्या मफु मेपसँग छुस्यो यमलोक डु यमराज डु गॉड ऑफ डेथ धैमडु अले वन छिटक काबुल की छिपिङ पनि मा धैजुगो सु ठो सिद्धान्त यता ठो मिथ्या दृष्टि ख सम्यक दृष्टि ठोख कि वो मृत्यु रेउला ठौवेल हाटे ख कते छिसा छिगु जीवन यो छौ योजना देखि वे अफ लाइफ छिपे ज्ञानम वेव जुता भरि ज्ञानम वेव रिउ छौ योजना देखि अन्यो योजना न छिसा गलत गलत ढंग देखिफु भगवान बुद्ध छिता छिगु जीवन ठठरीमा नि ढगा ओस्पोल बुद्धिस्ट वे अफ लाइफ बौद्ध जीवन पद्धति प्रतिपादन याना बिजात ठु ढंग छिपे मुएमा नि ढगा कर्नाटक बिजात उइ त सारा संसार बेबेजीको प्रचार जचौंदु उइते दैख बुद्धिस्ट वे अफ लाइफ तर भगवान बुद्ध देम अन्याम व्यक्ति वो जीवन मुएगु तरिका जग वो मध्यम मार्ग जग सेना बिजामपटे मखो वस्पोल शिढ्यु गेना शिमा ढेउन वस्पोल कर्नाटक बिजाउदु उइवे छौ उदाहरण फक जि स्वयं अजि ठेना शिटेना नि जि फल्लौ दिने शि जि ठुको ठ सिनाउने अले जि शि रुंगा न जिदा सब यात्रा ठु ढंग यानि ढगा ठंको वस्पोल कर्नाटक बिजाउदु अन्ठालो चुदुले राल्लासा वे अफ लाइफ जग मखो वे अफ डाइङ शिढ्यु गेनाले दगे नापाला मृत्यु ठौ अडिने तेफेमा गे चिस ठौगु चित्त यात ठौगु बसे तेफेमा ठौगु शरीर यात ठौगु बसे तेफेमा ठौगु बोली यात ठौगु बसे तेफेमा तेफु तेमा तैटेन तो मृत्यु देउन ठौए बसे दु अगे मृत्यु खना ग्या मुआ मृत्यु देउला छुन मको ओ ठौए लाटे यानी मृत्यु हमेशा ठौगु बसे तेमा टेफु ढैयो छौ ज्वलन्त उदाहरण ख वस्पोल भगवान बुद्ध यो तो आयु संस्कार परित्याग गुदिन यान बेट वस्पोल 16 न्याय धै बेट ज्या 16 लिपा आयु संस्कार जी त्याग जी चाहिँ सिनाउने यानी जे महापरिनिर्वाण ज्याउने धै बेट ओके दुने सन्देश ठोक कि वस्पोल भगवान बुद्ध बुद्धिस्ट वे अफ लाइफ जग प्रतिपादन यान बिजामको बुद्धिस्ट वे अफ डाइङ वो शिगुन छौ कला ख शि सेकेमा शिगु देउ ठवेल हाटे दु देउ त तरंगे सन्देश गुगु सन्देश देउ मेउ छुन धर्मे ठयाउ खनिमरु मेउ छुएन परम्परा खनिमरु मात्र बौद्ध धर्मे अनि ठो बौद्ध परम्परा जगु दुगु अयागु ठो सन्देश वस्तो छि आयु संस्कार परित्याग यो घोषणा छित ब्याचुन जंगुदो ठखर जिस शिके बहजु ठुके बहजु देउ जि ट्याका आ थन्यागु वस्पोल गु शिगु तरिका न चाहिँ सन बियागु ख वो ख चाहिँ ग्रन्थ छुके दुले ढाल्लासा आज पाली भाषा यो ग्रन्थ नाका मखो संस्कृत भाषा यो ग्रन्थ यो नाका वो ख अवदान शतकम दैगो संस्कृत भायो ग्रन्थ दो गुगु ग्रन्थ चिठा नेपले शिके चलेजो चिठा नेपले तलन्दनिबले आदि इत्यादि धर्म कर्म यही बखते गुरुजुपिण्ड गुरुजु बाहंकन बिजङ ढाल्लासा ठो सफुइट आधारे यो कोइ बाहंकन बिजय कनी आउके मध्ये डक्के अफ ठो बाहंकन बिजामख पण्डित जी बद्री गुरुजु वस्पोली जीवने जुटाले तो अवदान सडक दे ठुली कना बिजाट ठुली कना बिजाट अठेन्टु वस्पोलियो कारण याना जिन यो कोइ कनेल ओके दुने अन्तिम चैप्टर अन्तिम बाहंख सयौं नम्बर यो बाहंख व उयो नाख संगीति वो संगीति देगो बाखने सुंगो पेंगो खडो के संगीति ढासाट कहे वो बौद्ध संगाय नापन सम्बन्ध दो तर उयान न्यव ओके भगवान बुद्ध साक्यमुनि बुद्ध का हे अनसम्भवता आनन्द ठेचो हे आनन्द आ चाहिने छ निमा सिमायो डठी छौ सिंह सैया देखि ढगा आज्ञा देखि बियाओ लासर फांग देखि खाटा देखि उयो नाख सिंह सैया यमक साल वृक्षौ ताउ वो यमक यो जने साल वृक्ष दो सीमा दो वो सीमाया डठीलाक मंच देखि यानी जि डेन्यू खाटा देखि अले छ फुस उत्तर लाकी ह एना ढेटाउदो छ गुखे लाग्यो सीमे सु छ गुखे देउरगा झिसना गुठी चर्चा परिचर्चा जुए ओके ढेटाउदो भगवान बुद्ध स्वयं सीमान्यमाया डठी वो सीमाना मेमेउ सीमा मको यमक साल वृक्ष अले उत्तर पाखे जो छ लाकी दक्षिण पाखे टुटी लाकी मंच देखि यानी लासक फांगा देखि जे ढाउ कसा
啊，10%地倒了模糊哦，मी 10% जाला लिपाया चिनी ओचो जेन्यू खाता देखी जे अनुवना आ अनुपति शेष निर्वाणे प्रवेश्या तगा ते बिजाto आठगे बाहन सुशी दो डालासा वस्पोल उत्तर पाके छन फुसलाका अले निर्वाण जय बिजाउगा शिदु नापा न वस्पोल गेना जेना बिजाto वनो जटोडु गेना देना बिजाto एजा जे वे अफ डाइङ गेना जों डाले जव लाटे छदिगा जव लाटे छदिगा टुटी टप्यंका हला एजुबले छुजला थेना चाहिँ जौ हाटो ठे टबले डेपाउ टुटी जौ टुटी त कोटेका तयो ठेना लाची जनिबले गेज हाठेको छ फुसा लाइबले उ ढंग उत्तर पाखे छ तया वस्पोल चुना बिजाट आ उया न्यवा चाहिँ घटना त यो कोयडो तर मुख्य घटना वस्पोल जे थन गो वे अफ डाइङ आ दया शी न्यवयो खलना वस्पोल फेटुना ध्यान याना एना मुखु वस्पोल ए ग्वारतुला अले ग्वारतुलाए व वस्पोल आना पाना यान बिजाओ ग्वारतुलाए आना पाना याना धैटौडु उके आठो संगी आठो नकिने धयो अबदाङ सडक शिरोलगा उके चो मेमे छिटपा चाहिँ प्रासंगिक मजो आ अनवना भिक्षु अशोक घोष धैमा फुलाम भिक्षु गाला वस्पोल सौन्दर्यनन्द महाकाव्य गा चोइटौडु व सौन्दर्यनन्द महाकाव्य वस्पोली निर्वाण गोकठा जुरा दगा हाना बच्चा डिटेल दुका आ उके छुगा चोइता लल्लासा वस्पोल आना पाना याना बिजाट आना पाना याना प्रथम ध्याने चोना बिजाट हन आना पाना याना द्वितीय ध्याने चोना बिजाट हन आना पाना याना तृतीय ध्याने चोना बिजाट हन आना पाना याना चतुर्थ ध्याने चोना बिजाट चतुर्थ ध्याने चुन ढुंगा ओके विशेष खंडो गुंगु प्रकार्यो समाधि याना बिजाट गुंगु प्रकार्यो समाधि अले समाधि अर्थ ख चित्तैत एकदम छठ्यान टुटैतेउ अझौ छौ समाधि जी अवस्था वही ओ समाधि न टहडु गुंगु टहले वस्पोल ठा बिजाट ठाउनी फक ठाउने बिजारंगा अले क्वा बिजाट क्वा बिजा चतुर्थ ध्याने छन चतुर्थ ध्यान तृतीय ध्याने छन तृतीय ध्यान द्वितीय ध्याने छन अन क्वा या प्रथम ध्याने छन अले प्रथम ध्याने ढुंगा अले वस्पोल्यो महापरिनिर्वाण जुल तगा सौन्दर्यनन्द महाकाव्य भिक्षु अशोक संस्कृत भाषा लयबद्ध याना चिना ठका दौडो आ ठोकटन जेस थुइके वस्पोल भगवान बुद्धयो महापरिनिर्वाणी विषय कया छौ पाली ग्रन्थ सूत्र महापरिनिर्वाण सूत्र खसा मेगु ख संस्कृत भाषा चोइतौली छौ संगीति रे अवदान अनौना हकन मेगु सौन्दर्यनन्द महाकाव्य धेगो भिक्षु अशोक चिनातौली दुर्भाग्यवश भगवान बुद्ध यो जीवनी यो कोयडो ललित बिस्तरे तर ललित बिस्तरे दुने तो महापरिनिर्वाण यो खमरु खख जिस वाचा के शिके ठुइके ललित बिस्तर डाउ ग्रन्थे वस्पोलियो चाहिँ पूर्व जन्म निशंका टुसित भुवन निशंक वयाली वस्पोल जन्मकाउ निशंकया प्रथम धर्म चक्र परिवर्तन तक जगदो वयांक्वे महापरिनिर्वाण यो ख उके मरु दूर यो खसा संस्कृत ग्रन्थ निता नांकया सौन्दर्यनन्द महाकाव्य व संगीते एरगा हान मेउ संस्कृत ग्रन्थ मरुरगा जी थैमचना आपला इदु आ मेउ छ उल्लेख्या हान महापरिनिर्वाण सूत्र दैउन संस्कृत भाषा न दुग बर छौट पाली भाषा सूत्र पिटक अन्तर्गत हान संस्कृत भाषा न महापरिनिर्वाण सूत्र दैउ दु ठौकने वो ग्रन्थ मरे रुंगला संजोग चाइनीज भाषा अनुवाद ज्या जचौडुका हान तिब्बती भाषा न अनुवाद ज्या जचौडु तर पाली भाषा दोगो महापरिनिर्वाण सूत्र यो विषय वस्तु हो संस्कृत भाषा चाहिँ त महायान महापरिनिर्वाण सूत्र विषय वस्तु यो कोही फरक अगला ढिगला पा आकाशविने पा अन्ठाल गई तथागत गर्व तथागत गर्व होला गब्ले तनाउनी मखु फ्राउनी मखु ढाब्लेन दयान चुनी दैव अन्यपति अभिप्राय यो ख ओकेदो अके महापरिनिर्वाण याते न्यु ढंग छ पालियो आधारे उयो दर्शन ठिक्यु अन संस्कृत भाषा यो आधारे अन उस्किन टजिगु गम्भीरगु तथागत गर्वैत ठिक्यु अन्यपति तो आजि योको समय कामखु छलपोल पिन्द अनस्क बर डोरेना ढा सक्षा संसारे टाइम इज पावरफुल टाइपिंडो समय बलवान छ टाइपिंडो समय बलवान है टाइपिंडो तर बौद्ध दर्शन छुडाई समय इज नथिङ टाइम इज नथिङ टाइम यो टरो अन्य मूल्यवान मखुवा
टाइम देउला जिसय अनुमान याव ख ट्विट मिगा ढा ट्विट ठौ ढा आ बाकी त कने ढा जिसय विट ढाउ ख ओके समय बलवान मको उस समय यो हमेशा ढैथे देखियो ठौंगने अंग्रेजी भाषा ढाउ खसा टाइम मैनेजमेंट टाइम इज नथिंग इफ यू कैन मैनेज यू कैन डू इट यू कैन कीप द टाइम अंडर योर कंट्रोल आ थपी सक्षम मौसा सबल मजोसा सुथे जुल न्यलन चाल न्यने जुल जायत बने जुल जन वो समय यू दास दिस रासा वो अमेरिकन फिलोसफी का टाइम इज पावरफुल एंड मैन इज द टाइम स्लेव मनु यो समय यो दास दियो to American philosophy का अगे अमेरिका चिपिङ वहाँ छ राइट दक्षिण खरिजको किनिका this time I have to go here and there I have to this and that I have to be there this and that time always time टाइम एम द संगा जुन्चाउँदै समयमा एम द घेराबन्दी टेटाउँदै टाइम स्लेभ इटै समय यो दास तर बौद्ध सिद्धान्त दियो छु बौद्ध दर्शन दियो छु राल्लासा समय बलवान मको छिए बलवान वे छिए बलवान ढेउ खे आनो छुए रस मन ढाउ बलवान ढाइका मनोपुबंगमा धम्मा आदि इत्यादि डोके मन बलवान अले वो मन बलवान ढेउ सिद्धान्त त महायान ठन्यो बालक वित अंगीकार यात स्वीकार यात वित विकास यात प्रवर्धन यात उयो नाख महाकाल तन्त्र अनुवै महाकाल काल मको महाकाल वो महाकाल तन्त्र यो अन्यौ कि टाइम इज नथिङ टाइम इज इन आवर ह्यान्ड जीव मुठी को जिसन टेसे केमा गति भगवान बुद्ध थगु जन्म व मरण यात थगु मुठी दै बिजाट थगु इच्छा डुबले तुसित भुवन क्वा बिजना जन्म का बिजाट थ महाबले हन वस्पल महापरिनिर्वाण जय बिजाट अन्यो किस्म वस्पल समय त धाते दै बिजाउडु बसे दै बिजाउडु अन्यो सिद्धान्त यो छौ चिक्चारौ नमुना ख तो बौद्ध धर्मे महाकाल तन्त्र इट इज नॉट कंसर्न विथ द डेथ इट इज कंसर्न विथ द टाइम मैनेजमेंट एंड अंडर योर कंट्रोल अयोपति उख महाकाल तंत्र जिसको मांगा दिया फिजन नि स्वे ज्ञान पुस्व वो काल न बसे टेम गो समय न बसे टे फुम गो अयोपति फिगर का अठेंटु मेव तरंग ग्रंथ का कालचक्र तंत्र न अयो कि ओके न टाइम इज नथिंग समय बलवान मखो बलवान खस मन मनु मनु युद्ध दक्षि चोंगु मन विके दुगो मन अले विट गेन मैनेज याव तासा उगे जन्म न थयो लाटे मरण न थयो लाटे थो जनि दिन वला थो गते थो तारिख थो साल थो संवत ठुली शताब्दी उली शताब्दी देउ छुन मखो विट गब्ले न वन्याउली जनि जीमा मरु थियो अन्योपति सन्देश आन तस्कै बालाउ ग्रन्थ ख ओख कालचक्र तन्त्र अकि बुद्ध धर्म रियो अन्य सामान्य धर्म मखो बुद्ध दर्शन दियो अन्य सामान्य दर्शन मको मात्र छोरासा झेस श्रावक मानसिकता न ठावना हन मेव मानसिकता देखियो यानी प्रत्येक बुद्ध मानसिकता देखेला अनन ठावना सम्यक सम्बोधि मानसिकता देखेला ए डेका वन ढल्लासा झेस टाइम बेट मसिकान वो टाइम यात यो समृद्धि पक्ष यत मसिकान अन परमार्थ गोजनी तहख परमार्थिक रूपमा देव समय देव दयमरु समय देव बलवान मखु बलवान खसा छिगु मन बलवान छिवे मन दको याउख वे मन मृत्यु यान थौ लाटे टेउख जन्म यातन लाटे टेउख जन्म व मरण याउगु संसार ख संसार न थौए मुठी टेउख ढेगु कचैने गो सन्देश ख ट्याउ खसा ठौयो हके ठे जे आयु संस्कार परित्याग गुदु वो दिवस जिसा मानिन्छ न ओके दुने थो सन्देश दु थेगो जी भतिजा दुनुगलन से छलपोल पिन त कना चना धय चना छलपोल विषय त कया गेट आलो अठे स्वीकार यामा ढ्युमरु ठीक चिन्तन मनन याना बिजाउ चिन्तन मनन यात अल्लाह साला ए नरेश धावला खठेन गठेन छ ए बचन मिले जो ठेन छ रगा हन छलपोल बिस मडाई मको दियो भलसा कासे हन छक जे श्रीखण्ड तलमुल महाविहार गुमसिन ठौ आयु संस्कार दिवस यात हाइलाइट याउजा प्रचार प्रसार याउजा ठिट प्रवर्धन याउजा जुल थोची जे सकले लगे जी माउ खण्डो जे सक्षण ठिट जनि अंगीकार या माउ खण्डो ठण्डालको गुण गवयामा जेस बुद्ध जयन्ती नपा माने मस वस्पोल भन्टेपि वस्पोल पिनो कारण याना जेस बुद्ध जयन्ती माने सौ ख अटेन्टो आयु संस्कार यो विषयले बाह बिख यो कोइ कनुजीमा तर थटे दिवस कठ छौ संस्थागत रूप फिट ह्याक्यु खे
श्रीखण्ड टलमोल महाविहार छौ अग्र भूमिका मिटोडो झलवा जोडो श्रीखण्ड टलमोल महाविहार उयो कठ हामीले ठो विषयले झलवा जचुने फेमा धैउन आशिका यसे जिउ ख थने जी कोचाका सक्छौँ मङ्गलजीमा उसफोल बोर्ड विद्वान प्राध्यापक डाक्टर नरेशमान भद्राचार्य जी था उसफोल चिसो चिके माओ चिसो सिके माओ ख एक विषय चिता नेथाना बिदा था विशेष याना चिसो खाना तनो चित अभाव दियो छ छवे जग दो वचुर गाडाले समय अथा टाइम ख वो टाइम एटा गथिना मैनेजमेंट या दियो छिगो बोर्ड दछने दो अले ठौ थगु मृत्यु संस्कार आयु संस्कार को त्यागेन बिदा था वो आयु संस्कार त्यागेन बियाओ दयागो ज्ञान खा वो ज्ञान है ना चिसान छोटी का क्या माव दुके चिसान टाइम दियो चिसान मैनेजमेंट याद दियो चिसान थाव कथा याद दियो थाव कथा चिसान चले दियो अले ठुली ठेले फोटो दगा था जगह चिसान काय वाक चित्त इत शुद्ध या फै अले काय वाक चित्त शुद्ध या फै दगा था उस बोल प्राध्यापक डाक्टर नरेशमान भद्राचार्य जो टाइम विचार है चिसान मृत्यु है दुखसिया मखो ज्ञाना मखो मैया मखो ये या झिला झिला थपसँग वाचक थमन सिक थमन ठिक थाउ देह थ शरीर यहाँको तडाउने भई थके निति छलफल पिसा थो विषय त थाउको जीवने छला विजय थियो जी भरोसा छ कैजना बस बोले त यक सुभाडु ची सेकन्ड तरमुल महाविहारम करिब 50-60 वर्ष न्याउने छे थुकदा आयु संस्कार परित्याग दिवस यहाँके हो यान चौखा वो छौ समिति बेजक यहाँ चौजोले वंगो सोर यहाँ नै छे थैदा विशेष रूपमा ठाउँ थदे नाकेको ज्याजुल ओके नेते जे सेखण्ड तरमुल महाविहार सञ्चालक समिति हो सेखण्ड तरमुल महाविहार या लिसे छलफल भी सकछे लिसे केटा आ छिउ ज्याजो या करिब अन्त होइ चंगडो थाउयो तो ज्याजो ले सफल याद छिटे ग्वालियन बिजापी ग्वालियर जीपी अले थाना चाहे जीपी विशेष अतिथि भी बिजापी विशेष अतिथि भी सकचितम सेखण्ड तरमुल महाविहार सञ्चालन समिति हो सेखण्ड तरमुल महाविहार पाखे सुभा देशना बिएसएन लिसे थाउयो थो सभा या सभा नाय वचन काछे कोचाका बियाट जे सेखण्ड तरमुल महाविहार सञ्चालन संरक्षण समिति या नायो हनेबोमा भाजु दिल्ली रत्न साक्के दियो जे थाना माइके पुनचना लिसे जी आनन्दमुनि बजाचार्य यता बिरा बेजौ सुबा यहाँ उपस्थित श्रद्धेय गुरुहरू गुरुमाहरू अन्य मान्यवरहरू र उपस्थित दाजुभाइ दिदीबहिनीहरू सबैलाई वन्दना छ। अब आज हामीले जुन बुद्धको आयु संस्कार परित्याग दिवस मनाउँदैछौँ यो चाहिँ तेस्रो हो। यो गरिआएको पहिले पनि नगरेको त होइन, तर पारिवारिक रूपमा चाहिँ हामीले गरिआएकोले यसलाई निरन्तरता हामीले गर्न सकेनौँ। 3 वर्षदेखि हामीले सेकन्ड तरमुल बिहारबाट संस्थागत रूपमा जानुपर्छ भन्ने निर्णय गरेर हामीले यसलाई चाहिँ निरन्तरता दिनको लागि आज तेस्रो पटक हामीले गर्दैछौँ। र यो तेस्रो वर्षलाई अहिले कन्टिन्यू हामीले गर्नुपर्ने हो। हामीले काठमाडौँमा मात्र गर्ने होइन, यो आयु संस्कार परित्याग दिवस चाहिँ सारा संसारलाई नै हामीले बोध गराउनु पर्ने भएकोले सुरुमा हामीले यही काठमा सुरु गऱ्यौँ। यसलाई चाहिँ हामीले नेपालभरि पहिला गरौँ, त्यतिपछि हामीले संसारभरि गर्नको लागि अन्तर्राष्ट्रियकरण गर्नको लागि हाम्रो राजमानजीले भन्नुभयो जस्तै सेकन्ड तरमुल बिहारले यसलाई नेपाल सरकारसँग चाहिँ
सबैभन्दा पहिले यसलाई राष्ट्रिय पर्वको रूपमा मनाउनको लागि स्वीकृति हामीलाई चाहिएको छ। राष्ट्रिय पर्वको रूपमा गर्दै बितेकै चाहिँ हामीलाई चाहिँ हौसला बढिहाल्छ के अरे। यसलाई चाहिँ हामीले किन गऱ्यौँ त भन्ने विषयमा यसलाई अध्ययन गर्नुपर्ने पनि छ। यो हामीले जे जति भनिरहेका छौँ यो साँच्चै यो ठिक छ छैन, यसलाई चाहिँ अझ अनुसन्धान गर्नुपर्ने हो कि भन्ने हिसाबले पनि हामीलाई चाहिँ यहाँहरूको सपोर्ट चाहिएको छ। यहाँ श्रद्धेय गुरुहरूको चाहिँ ठुलो भूमिका रहनेछ। यो सेकन्ड टर्बल बिहार हेर्दाखेरि यो सानो छ, तर इतिहास हेऱ्यो भनेदेखि यो निकै ठुलो छ। सेकन्ड टर्बल बिहारको एरिया हेर्ने हो भनेदेखि पूर्वमा दौतले दरबारसम्म, दक्षिणमा चाहिँ अर्को नारायण देवतासम्म टर्बल बिहारको एरियाले मात्रै पुग्दैन। यसलाई हामीले न अफिस छ न स्टाफ छ, यो कुनै पनि नभएको अवस्थामा हामीले यो अगाडि बढाउन खोजिरहेका छौँ। हाम्रो यत्तिका ठुलो एरिया भएका पनि सङ्कुचित भएर बसिराख्नु पर्ने कारणले गर्दाखेरि अब समय आएको छ हामी यसलाई चाहिँ आफ्नो दायरा बढाउने। जसरी यो कुमारीको घर भनेको हामीहरूको घर हो। हामीहरूको घर विभिन्न कालगतिले चाहिँ हाम्रो सेकन्ड टर्बल बिहार चाहिँ पछाडि सरेर कुमारीको घर चाहिँ हामी चाहिने भएकोले कुमारीको घर चाहिँ हामीले चाहिँ आफ्नो एरियामा बनिएको छ। कतिपय हाम्रो एरियामा बनेको छ। हाम्रो स्कुलहरू त बनेको ठाउँमा चाहिँ पनि विभिन्न कारणले चाहिँ त्यहाँ बनाइयो। अब भट्काइसकेको कारणले गर्दाखेरि म यो चाहिँ नेपाल सरकारलाई के भन्न चाहन्छु भनेदेखि त्यो एरियामा पनि कुनै किसिमको युनिभर्सिटी या कुनै पनि नबनोस् र त्यो ठाउँमा चाहिँ बौद्ध सम्बन्धी कुनै पनि चिजको चाहिँ बनोस् भने हामी बारम्बार भनिआएको हो। कुमारीलाई घर भइसकेपछि न गणेशले घर छ न भैरवलाई घर छ। यो विषयमा सेकन्ड टर्बल बिहारले कमसेकम 15-20 वर्ष अगाडिदेखि नै कुमारी घरको साथमा गणेश र भैरवलाई पनि संस्थागत रूपमा कुनै ठाउँ चाहियो भनेर देशवी कार्यालयको लागि हामीले चाहिँ माग गरेका थियौँ। तर देशवी कार्यालय गर्दा गर्दा हामीले त्यो असफल भयौँ। कुरा चाहिँ निकै सरकारको कुरा भइसक्यो हो। अब आएको छ यो जुन चाहिँ स्कुल भट्काइसकेको छ र युनिभर्सिटीको भट्काइसकेको छ, त्यो ठाउँमा गणेश र भैरवको घर बन्ने नगरपालिकाले निर्णय गरिसकेका छ। यो 2-4 दिनभित्रमा हाम्रो अहिले भर्खरै चाहिँ हाम्रो सुन्दरजी जानुभयो, उहाँको अगाडि मैले भन्नु पर्ने थियो। उहाँ कार्यभार मेयर हुने बित्तिकै उहाँले विभिन्न निकायको प्रमुखहरूलाई बोलाइकन यो ठाउँमा गणेश र भैरवको घर बनाउने भनेर निर्णय गरिसकेका छ र सम्बन्धित शाखाले काम गरोस् भनेर भनिसकेका छ। अब हामी के भन्न चाहन्छौँ भनेदेखि त्यो ठाउँमा कुमारीको गणेश र भैरवको मात्र होइन, त्यो ठाउँको चाहिँ जग राखेर त्यो घरमा हामीले एउटा म्युजियम र एउटा लाइब्रेरी र यो यही आर्य संस्कार परित्याग दिवसलाई चाहिँ प्रवर्धन गर्नको लागि अन्तर्राष्ट्रियकरण गर्नको लागि हामीले ठुलो कोठा आवश्यक भएकोले त्यो ठाउँ चाहिँ हामीलाई दियोस्। यसको लागि हामीले नगरपालिकामा पनि हामी पहल गर्दै नै छौँ। साथसाथै चाहिँ यो आर्य संस्कार परित्याग दिवसलाई राष्ट्रिय पर्वको रूपमा जसरी बुद्ध जयन्ती मनाए जस्तै यो आर्य संस्कार परित्याग दिवस पनि राष्ट्रिय रूपमा मनाउन र नेपाल सरकारलाई हामी लेखेर पक्कै पनि हामी दिन्छौँ। यो कुरा चाहिँ हाम्रो राज्यले पनि भन्नुभएको छ। हामी सबैको मुख एउटै हो। हामी सेकन्ड टर्बल बिहार चाहिँ एक ढेका भएर हामी यसमा लाग्ने नै छौँ। हामीले चाहिँ यो जुन आर्य संस्कार परित्याग दिवस छ यसलाई चाहिँ राष्ट्रियकरण चाहिँ छिटै होस्, अध्यादेशभरि चाहिँ बनोस्। यो चाहिँ सबैले आफ्नो क्षेत्रमा मनाओस् र कोही हाम्रो साथीहरू चाहिँ नुवाकोटमा जानुभएको छ। आज नुवाकोट पनि सायद चाहिँ यो विषय बोल्नुहुन्छ होला र त्यसै गरेर हेटौडामा पनि नारायणघाटमा पनि हाम्रो साथीहरू जानुभएको छ। त्यहाँ पनि हाम्रो साथीहरूले पक्कै पनि यसको विषयमा बोल्नु भएकै होला र पोखरामा पनि सायद भएको हुनसक्छ। तर पाल्पामा चाहिँ पक्कै पनि भएको हुनुपर्छ। त्यो पाल्पामा गत वर्ष पनि भएको थियो, यो वर्ष पनि गर्छौँ भन्नुभएको छ। यसै 3-4 वटा त गर्दा गर्दा हामीले नेपालभरि
अर्को वर्षमा गर्नको लागि हामीले भरभक्दुर प्रयास गर्दै नै छौँ। यसको लागि यहाँहरूको साथ चाहिएको छ र आजको जातिलाई सफल पार्नको लागि विभिन्न किसिमको बाजाहरू र पञ्चबुद्ध र हाम्रो मान्यवरहरू सबै र्यालीमा भाग लिनु भए योगीलाई सफलता गर्नमा साथ दिनुभयो, त्यसको लागि बुढी धन्यवाद दिन्छु। र अर्को कुरा पञ्चबुद्धलाई चाहिँ हामीले गुरुको रूपमा मानेर जुन सम्मान गरेका छौँ यसलाई हामी निरन्तरता दिन्छौँ। यो पञ्चबुद्ध चाहिँ हामीहरूकै बिहारको पञ्चबुद्ध हो। यसलाई चाहिँ सबैको चाहिँ हाम्रो मात्र होइन, अहिले हाम्रो भएको पनि यो सबै नेपालीहरूको लागि यो पञ्चबुद्ध नै हो। यसलाई चाहिँ यहाँले सबैले स्वीकार गरोस् र आजको लागि म धेरै लामो चाहिँ अब यतिबेला सिधाउन चाहन्छु। र यो कुमारी घरको पछाडि बसन्तपुरको डब्लीमा भोजनको चाहिँ व्यवस्था भएको छ। यहाँहरू सबैले चाहिँ भोजन गरेर मात्रै पाल्नु हुन अनुरोध गर्दछु। भोजन गर्नुभन्दा पहिले हामीले के गर्न चाहेछौँ भनेदेखि यहाँ चाहिँ गुरुहरू र गुरुमाहरूलाई हामीले दान दिने र अलग्गै भोजनको चाहिँ व्यवस्था गरेका छौँ। आजको लागि यति भनेर यहाँ सबैलाई फेरि धन्यवाद दिन चाहन्छु। नमस्ते। र आजको सभा यहीँ चाहिँ विसर्जन गर्छु र यो दिनलाई अर्को वर्षमा पनि बनाउने भएकोले मनमा राखिसार्नुहोस्। हामी जानुपर्छ महाको शिवपुरीको दिनमा बसन्तपुर जानुपर्छ भनेर मनमा चाहिँ राखेर जानुहोस्। धन्यवाद।